हेलो एभ्रिवान, गुड मर्निङ सबजनालाई होइन, सबजनालाई वेलकम छ मेरो सेकेन्ड भ्लगमा होइन। तपाईँलाई म चाहिँ अहिले काममा जाँदैछु, भर्खर निन्द्राबाट उठेर आएको। बाटो जस्तो हिलो छ होइन, ओहो बाफ्रे बाफ, यस्तो हिलोमा चाहिँ स्कुटी बाइक आयो नि डर लाग्छ क्या। म त्यसो अनि हिँड्दैछु, कस्तो निन्द्रा लागिरहेको छ आज चाहिँ होइन। आज अलि ढिला उठ्यो, अरू बेला थियो त सधैँ अघि नै काममा पुगिसक्यो हुन्थ्यो 10-15 मिनट अगाडि नै। अनि आज अलि ढिला भयो, अनि त्यही भएर अलि छिटो हिँड्दैछु। अनि आँखा नि राम्रोसँग खोलेन क्या, मलाई भ्लग बनाउनु खासै मन त लाग्थ्यो नि, तर पनि मैले बनाइदिएको किनभने मलाई निन्द्रा ओभर लागिरहेछ। अहिले पनि मुखसुख धोएर अनि ब्रस चाहिँ नगरिकन मैले, किनभने ब्रस जहिले बेलुका गर्छु, त्यही भएर ब्रस पनि नगरिकन चाहिँ हिँडिरहेको छु होइन। मुख मात्रै धोएर अनि कपाल अलि भिजाएर पानीले अलि भिजाएर टक माथि सारेर हिँडिरहेको छु। अलिकति चाहिँ लास्टै ढाड पनि दुखिरहेको छ, ओभरै होइन, किनभने उभिँदा अलिकति बडी प्रेसर परिसक्यो। त्यही कारण चाहिँ मेरो ढाड चाहिँ लास्टै दुखिसक्यो, थेरापी गर्ने बेला भइसक्यो ढाडमा चाहिँ होइन। त्यही हो, अनि यस्तै हो जिन्दगी भनेको। दसैँ पनि आउन लागिसक्यो, दाजुभाइ बहिनीहरू, दसैँमा गाउँ गएर बोका काट्नुपर्छ होइन। खसी भने त्यस्तै हुन्छ। त्यही भएर चटलामा चाहिँ पिचमा छु अहिले चाहिँ, यसरी